हाई गाइज आई एम आकाश भुजेल। म जाँदैछु आज एकदमै भाइरल होइन भाइरल यतिखेर एकदमै सामाजिक सञ्जालमा भाइरल भएको पुलको भिडियो बनाउनको लागि साथीहरू म यहाँनिर सफारी रुँगेर बसिरहेको छु। गाडी आउँदैछ, म जाँदैछु एकदम भाइरल पुलको लागि है, एकदम भिडियो बनाउनको लागि जाँदैछु। म वहाँ गएर तपाईँलाई देखाउँछु कस्तो बन्दैछ, के बन्दैछ। गाइज सबैजनाले भिडियोलाई सेयर पनि गरिदिनु होला ल साथीहरू। ल साथीहरू, हाम्रो सफारी आइसकेको छ। अब हेरौँ यो सफारीले लान्छ कि लाँदैन हामीलाई। सफारी आइसकेको छ। ल आउनु आउनु, हामी जाँदैछौँ है भिडियो बनाउनको लागि साथीहरू। फाइनली साथीहरू म आइपुगेको छु एकदमै भाइरल अहिले भइरहेको सामाजिक सञ्जालमा भाइरल भइरहेको पुल। त्यहाँ पर हेर्नु त देख्न सक्नुहुन्छ। त्यहाँ जान्छौँ अहिले हामी, त्यहाँ नजिकै गएर पनि म देखाउँछु तपाईँलाई होइन। त्यहाँ पर हेर्नु त, देख्नुभयो पर, त्यहाँ पर त्यो बनिँदैछ नि एकदम भाइरल पुल। नजिकै गएर पनि हामी अहिले बनाउँछौँ त्यहाँनिर होइन। हामी त्यहाँ जान्छौँ अहिले साथीहरू। फाइनली साथीहरू म जाँदैछु त्यहाँनिर होइन। त्यो पुल भट्टामा म चाहिँ अहिले तलबाट जाँदैछु। यो तलबाट जाने बाटो, हामी पुल माथिबाट पनि तपाईँहरूलाई देखाउँछु होइन। म जाँदैछु अहिले तलबाट त्यहाँ त्यो पुल भट्टामा होइन। भाइरल एकदम भाइरल भइरहेको पुल। तपाईँहरूले चाहिँ यदि पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ अब यो पुल बनिसकेपछि विदेशी यात्राको अनुभव गर्न पाउनुहुनेछ ल। म जान्छु, मजाले देखाउँछु तपाईँहरूलाई त्यहाँनिर। बाटो चाहिँ अलिक खतम छ जस्तो छ होइन। त्यो चाहिँ अलिक यस्तो छ, हिलो कादो त्यस्तै हो बर्खाको बेलामा साथीहरू। म यतिखेर झापा कमल गाउँपालिका र दमक नगरपालिका जोड्नेमा यो रतुवा खोलाको पुलमा निर्माणाधीन एउटा यो यत्रो फ्लाइओभरको पुल बन्दैछ यहाँनिर। यसको भिडियो कभर गर्नको लागि म यहाँ आइरहेको छु है साथीहरू। यहाँ हेर्नुहोस् कस्तो मजाले विकासको काम भइरहेको छ साथीहरू। यतिखेर यो सामाजिक सञ्जालहरूमा चाहिँ एकदमै भाइरल बनिरहेको छ यो पुल एकदम। यदि तपाईँ पूर्व पश्चिम राजमार्ग चाहिँ यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ अबको केही वर्षपछि, धेरै नभनौँ यही गतिमा यदि काम हुने हो भने अबको केही वर्षपछि चाहिँ तपाईँले यो पुलको आनन्द लिन पाउनुहुनेछ ल। साथीहरू यो पुल हेर्नुहोस् कत्रो विशाल बन्दैछ अनि ल हेर्नुहोस् यहाँनिर। यो चाहिँ हाम्रो झापाको कमल साथीहरू। मैले अहिले तपाईँहरूलाई लिएर आएको छु झापामा बन्दै गरेको एकदम खतरा भाइरल पुल है। यो चाहिँ झापामा यो दमक र कमल गाउँपालिका जोड्ने रतुवा खोलामा बन्दै गरेको एकदम भाइरल सामाजिक सञ्जालहरूमा भाइरल भएको पुलमा लिएर आएको छु। हेर्न सक्नुहुन्छ ल, एकदम भाइरल पुल बन्दैछ मजाले, राम्ररी बन्दैछ। म चाहिँ आज तपाईँलाई यो देखाउनको लागि लिएर आएको है। कतिवटा गाडीहरू, यो पुरानो पुलमा गाडीहरू हिँडिरहेको छ। महेन्द्र राजमार्गमा पर्ने यो पुल झापामा। झापा यदि पूर्व पश्चिम तपाईँले चाहिँ यात्रा गर्दै हुनुहुन्छ भने तपाईँले यो महेन्द्र राजमार्ग अन्तर्गत यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले यो पुल चाहिँ अवश्य देख्नुहुनेछ र केही वर्षपछि चाहिँ तपाईँहरूले यसको अनुभव, यो पुलमा अनुभव पनि गरेर पाउनुहुन्छ। सरहरू कत्रो पुल बन्दैछ फ्लाइओभरमा हेर्नुहोस् है यहाँ साथीहरू। एकदम मजाले हेर्नुहोस्, म तपाईँहरूलाई छेउमै लगाएर देखाउँछु कस्तो बन्दैछ भनेर साथीहरू। उहाँ तल हेर्नुहोस् त, एकजना हाम्रो यहाँ हेर्नुहोस् यो पुलमा कति मजाले यहाँनिर साथीहरू। उहाँ पर हेर्नुहोस् त, यो पुलमा काम गर्ने दाजु यो पुल मुनि सुतिरहनु भएको छ हेर्नुहोस् त। देख्नुभयो कति साह्रो छ यो पुल बनाउनको लागि।
त्यति सजिलो छ साथीहरू। कति मजाले सुतिरहनु भएको छ। धन्यवाद छ हाम्रो यी दाजुहरूलाई, यस्तो हाम्रो नेपालमा विकास निर्माणको काममा होइन यसरी खटिरहनु भएको छ। धन्यवाद छ हाम्रो दाजुलाई। ल यो हुन्छ साथीहरू, मैले देखाइराखेको छु। यहाँदेखि उता चाहिँ यो उता देखिएको सहर चाहिँ दमक हो है, उतापट्टि देखिएको सहर चाहिँ। अनि यो दमक र कमल गाउँपालिका जाने यो पुलदेखि उतापट्टि चाहिँ दमक पर्छ है साथीहरू।